को भेट त अब पिरागत नाता हामी नजिकै थियौँ। तर जब 2049 सालमा सुर्खेतमा 45 सालदेखि एउटा कार्य सुरु भएर 49 सालमा रेडियो नेपाल जब क्षेत्रीय प्रसारण प्रारम्भ भयो, क्षेत्रीय प्रसारणमा भाइहरू अब त्यहाँको चाहिँ अब कर्मचारी भनौँ, अब चाहिँ एउटा अफिसियल्सहरू भाइहरू गइसकेपछि अनि म पनि अब काठमाडौँ 45 सालमा छोडेपछि म पनि सुर्खेत आएको थिएँ र त्यो 49 सालमा चाहिँ सुर्खेत रेडियो नेपाल अब भाइ पनि त्यहाँको पहिलो कर्मचारी ऊ यहाँ बहिनी हुनुहुन्छ सुर्खेतको त्यो स्थापना कालको पहिलो उद्घोषिका हाम्रो बहिनी डम्बर यो सबै बहिनीहरू त सँगै थियौँ, अब सँगै कार्यक्रममा हिँड्थ्यौँ। भाइसँग त्यहाँबाट हाम्रो सहकार्य भयो। झन्डै 58 सालसम्म हामी रेडियो नेपालमा हुँदा सँगै रह्यौँ। पछि 58 सालमा जब सुर्खेतमा यो बोर्डिङ स्कुलहरू बन्द हुने एउटा मोहम्मद स्कुलमा काम गर्ने भाइले आएर 58 सालमा आएर यहाँ आएर वेब डिजिटल रेकर्डिङ स्टुडियो भनेर भाइले खोलेर भाइ अब त्यो बेला पश्चिममा एउटा स्टुडियो पनि थिएन, एउटा रेकर्डिङ स्टुडियो थिएन, गीत सङ्गीतको एउटा युग आएको थियो। पछि 59 सालमा जब त्यो सुर्खेतमा स्कुलहरू बन्द भयो अब केही थिएन, भाइले भने दाइ त्यसै बसेर के गर्ने, एउटा स्टुडियो मैले खोलेँ पश्चिममा पहिलोचोटि। दाइहरू जस्तो पाएको मान्छे गएर त्यहाँ बसिदिएपछि धेरै कुराको राम्रो हुन्थ्यो दाइ भने, अब त्यसै बसिरहनु भन्दा भनेर 59 सालमा वेब डिजिटल रेकर्डिङको उद्घाटनकोदेखि झन्डै 60 चैत्रसम्म 1 वर्ष फेरि पछि स्कुल खुल्यो। स्कुल खुल्यो म आफ्नै व्यवस्थाले आफ्नै व्यवहार मिलाउनु पर्ने 1 वर्ष र पनि भेट त हामी दुई भाइ हो। अप्रत्यक्ष भेट त हामी 50 को दशकदेखि छौँ। 50 मा स्थापना भएको बागिना हो। पहिलो अध्यक्ष भाइ हुँदाखेरि पहिलो उपाध्यक्ष युद्ध भाइ प्रस्तावित हुँदै हो 50 सालको कुरो। किनभने 49 मा सुर्खेत गइसकेको थियो भाइ। त्यही भएर हामी अब यो दाङ र सुर्खेतको सम्बन्ध एक त कहिलेदेखि भन्नु त्यो टाढा चाहिँ नलाग्ने। अब दोस्रो अब त्यही हाम्रा जुन पहिलाका सङ्गी साथीहरू थियो उनीहरूका चेलाहरू उनीहरूकै प्रभावले उनीहरू दाङमा पनि केही गर्ने अवसर पाएका। त्यही भएर हामी झन्डै 2050 को दशकदेखि कार्यगतिकता बनिरह्यो। एउटै व्यवहार एउटै घर एउटै भान्सा गरेर अब सबै कुरा एउटा पारिवारिक कर्मगत नभएर हाम्रो चाहिँ एक किसिमको पारिवारिक हिसाबमा पनि गरेर अब अहिलेसम्म 50 सालदेखिको सहयात्रा हो। 49देखि किन सहकारी अब किन नगर्नु, उनीहरू रेडियोमा गाउने म बजाउने म गीत सङ्कलन गर्ने। अहिले यो पाकेटमा छ उसले गाएको गीत सुनाइदियो भने अब गीतिमाला कार्यक्रम गर्दाखेरि भाइहरूले गाए। अब त्यो चलचित्र ढुङ्गा जस्तो माया गर्ने भनेर अहिले त्यो गरिरहेका छन्। चलचित्रका गीतहरू गराउँदा भाइहरूले त्यही गाएको यिनीहरू गाउने हुन् म बजाउने सङ्कलन गर्ने। अब त्यो हाम्रो त त्यो त्यही किसिमको त त्यो साङ्गीतिक सहयात्रा कति भयो यही स्टुडियोमा बस्दाखेरि अब रेकर्डिङमा कति भाइहरूले दोहोरी गाए, कति भाइले गाए, कोहीमा बजाइयो, कोहीमा संयोजन गरियो। निरन्तर हाम्रो चाहिँ एउटा अहिलेसम्म सहयात्रामा कुनै त्यस्तो यहाँ गऱ्यौँ यति मात्रै गऱ्यौँ यो गऱ्यौँ भन्ने छैन। भेट भेटेको अहिलेसम्म यही हो, निरन्तर छ। राष्ट्रको संसारमा तिमीले त्यो सधैँभरि फाल्टु कुरा गर्ने होला त, कति सोचेर बोल्यो, कति गर्दाखेरि कति तिमीलाई सबै थाहा छ। कति कुरा बुझेर विषय बनायो, कति अध्ययन गरेर बनायो। तिमीले त एउटा सिङ्गो उच्च लागेको नि त एउटा राष्ट्रकै एउटा चाहिँ चौथो अङ्गको हजुर है त्यत्रो चाहिँ विश्वासीले चाहिँ ठाउँ छ संसारबाट चाहन्छु हो। 1 डजन भाइ राम्रो राम्रो नथप देखत हुन्छ त्यस्तो संवेदन ठाउँमा त धेरै कुरा याद छ भाइ, याद छ लाने पनि भयो, कर्मले पनि गऱ्यो, गर्नुहुन्छ भने सबै थाहा भयो। त्यो भएर धेरै चाहिँ बाबु यो अलिकति सँगै खाइ ठिक हुन्छ भाइ। सबभन्दा ठुलो कुरा मनोबल रहेछ दाइ।